के टोक्दैछु हेलो के खाँदै मछलीलाई चारो गाइस हामी अहिले रानी तलाउ छौं नेपालगञ्जमा वाउ वहाँ चाहिँ माछालाई चारो हाल्दै हुनुहुन्छ गाइस ओ माय गॉड कति धेरै माछा वाउ गोल्डन फिश पनि छ क्या हेर्छ न उ त्यहाँनिर कति धेरै वाउ यो माछाहरु खान्छ होला कि नै अलिअलि हाल्छ न कति धेरै माछा आएको त अहिले त ल चार हाल्छ न वाह मछली पालन गर्दै हुनुहुन्छ गणेश कठाई हजुरले कति धेरैलाई खेदिसक्छ हेर्छ त एकैचोटि हाल्दैछ न रानी तलाउकै माछा हेर्नु मन लगाइ मलाई त नाम पनि याद हुन्न हौ माछाको के पो हुन्छ खै हालि बेच्यो ए कति बाटो रहेछ न खाएर सबजना भ्यायो कति धेरै आएको के माछा एकैचोटि अत्याधिक गर्मी बढिरहेको छ नेपालगञ्जमा त्यसैले हामी चिसो हावा खान आएको माछाले पानी छिल्काएर गणेश कठाई भिजिराख्नु भएको छ हामी चाहिँ अहिले पिपलको छारीमा बसेर विश्राम गर्न आएको यहाँको भ्यू चाहिँ यस्तो रहेको छ आजको अवस्थामा मिसेस झर्ना केसीले आज माछालाई चारो हाल्न गइराख्नु भएको छ उहाँको यो अद्भुत कार्यको लागि शुभकामना सहित धन्यवाद ज्ञापन गर्न चाहन्छु जसले माछाको आहारा जसले माछालाई जीवित राख्दछ त्यसको आहारा दिँदै एउटा जीवनदान माछालाई दिन सफल हुनुभएको छ जीवनै त हो अब खान पाएन भनेपछि दिनु राम्रो भएन हातले हेर्ने हातले होइन नि त त्यो फोहोर घिनानो मछलिया इधर है इधर मिस्टर मछ ल यति नै भन्दै म दुई शब्द यहीँ टक्राएँ